सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूलाई नमस्ते। आज म हजुरहरूलाई टमाटर खेतीको बारेमा केही जानकारी दिन गइरहेको छु। विशेष त टमाटरको बिरुवा रोपिसकेपछि त्यसमा विभिन्न किसिमको काटछाँटको आवश्यकता पर्दछ। त्यस काटछाँटलाई नै म आज हजुरहरूमाझ राख्न गइरहेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ जमिनको सतहदेखि तलका केही भाग पातहरूलाई हामीले बिरुवा सार्ने बित्तिकै नै हामीले बिस्तारै हटाउँदै जानुपर्दछ। जब बिरुवाहरूमा जमिनभन्दा केही माथि 5-6 आँक्लासम्म साना साना मुनाहरू पलाउन थाल्छन्, ती मुनाहरूलाई हामीले कैँचीको सहायता वा हामीले हातले चिमोटेर पनि फाल्न सक्दछौँ। यदि हजुरहरूले राम्रोसँग त्यहाँ भएको पातहरू हटाउन सकेको खण्डमा विभिन्न किसिमका रोगहरूको सङ्क्रमणबाट बचाउन सकिन्छ र साथसाथै त्यहाँ राम्रो फुलको व्यवस्थाका साथै फलहरू पनि एकदमै राम्रो साइजको हुने गर्दछ।